इन्डिया जानुभन्दा अगाडिको सानो सानो क्लिपहरू छ मेमोरिजको लागि राखेको हेर्नुहोस् है। यहीले पढेर आउनु ल, इन्डियामा गएर धेरै 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 पढ्नु, ज्वरो नआउनु, ज्ञानी हुनु ल। हस् भन। अर्को सानो लाउरे दाई कहाँ हिँड्नु भएको? लाने हो, हामी पनि जाने हो। ओइ उही छिपो भन्छ माया गर। सिकान पायो कि क्या हो यसको? बाई भन सबैजनालाई, बाई बाई। खोइ बाबा साइकलमा होला नि। हस् भन, हस् बाई भन। ल भरे फोन गर्छु, माया गरिदेऊ। ओ ल ल ल बाई बाई। बाई भन्नु न। कहाँ गएको हामी छोरा? खुसी छ? बाई बाई नेपाल भन। मेरो छोराको हालत गर्मीले बाबा फुटबल जाने बेलामा यस्तो छ है हालत। यता हेर छोरा नानी। हेलो बुढा। हेलो। कहाँ जाँदैछु भने? अब अहिले जाँदैछु नर्ग। पागल खाना। मेरो बुढाले चाहिँ म धेरै पागल भयो भनेर पागल खाना जानुहुन्छ। तपाईँहरू देख्नु सक्नुहुन्छ हामी मेरो छोरा चाहिँ यहाँ मोच पर्दैछ। हामी चाहिँ यो हालतमा आइपुग्यौँ। छोरा गाडी त्यहाँ ठिक छ अहिले। कहाँ लानुभएको बुढाहरूलाई यो हालतमा? पायो खाना क्या म त यस्तो भएको छु भगवान्। आई कान्ट बिलिभ। यसरी विदाउट मेकअप अनुहारमा केही नलाइकन कहाँ ट्राभल गर्नुपर्छ? बुढासँग ट्राभल गर्नुपर्छ। वाह युजल कहाँ आयो? कहाँ आयो बेबी? फाइनली भन न। यता युजल हामी कहाँ छौँ आज? आज तिमीलाई यहाँ निन्द्रा लाग्छ? मजा आउँछ? ओके घर जाउँ ल भोलि? हुन्छ नि मामा रहन्छ नि मामालाई मामा ल इन्डियामै बस्छ अरे मेरो छोरा। यो चाहिँ हाम्रो क्वार्टरको ल साथीहरू, यो चाहिँ हाम्रो क्वार्टर हो होइन। क्वार्टरको हालत चाहिँ यस्तो छ अहिले हाल चाहिँ। अब यो हामी पुरै मेन्टेनेन्स गर्नुपर्ने छ। पछि राम्रो बनाएर देखाउने कोसिस गर्नेछु साथीहरू। अहिले चाहिँ यो हालमा चाहिँ हाम्रो क्वार्टर